मर्नुभन्दा अघि एकपल्ट आफ्नै आँखामा हेर्न मन छ। जिन्दगीभरि अरूलाई बुझ्दै हिँडे, अब आफैलाई बुझ्न मन छ। मर्नुभन्दा अघि आमाको हात समातेर भन्न मन छ, तपाईँले दिनुभएको माया मैले कहिल्यै बिर्सेको छैन। मर्नुभन्दा अघि बुवाको मौनता बुझ्न मन छ। उहाँले नबोलेको 1000 शब्दहरू एकपल्ट सुन्न मन छ। मर्नुभन्दा अघि केही अधुरा सपना पुरा गर्न मन छ। हारेको यो मनलाई एकपल्ट फेरि उठाउन मन छ। र यदि साँच्चै अन्तिम दिन आयो भने मृत्युसँग डराएर होइन, बाँच्न नसकेको कुराको पछुतो लिएर होइन, मैले सके जति माया गरेँ, मैले सके जति बाँचेँ भन्न सक्ने भएर जान मन छ। किनभने मर्नुभन्दा अघि मर्न होइन, एकपल्ट साँच्चै बाँच्न मन छ। आमा मऱ्यो भने कसरी बचाउँछ?